विज्ञान र प्रविधि अनुसन्धान तथा विकासको जोडबल चाहिँ उहाँसित त्यसको सामर्थ्य नासित भएको हुनाले यहाँ हामीसित भएको जुन चाहिँ विशेषज्ञता हो, वैज्ञानिक उपकरणहरू हो, तिनीहरूको उपयोग गर्दै यसरी मिलेर यी विषयमा चाहिँ हामी अगाडि बढाउनु भन्ने हो। ती औषधिजन्य जुन वनस्पतिहरू भनिएको छ तिनीहरूको रासायनिक बनावट के छ, ती वनस्पतिहरूमा पाइने औषधिजन्य यौगिक केमिकल कम्पाउन्ड्सहरू के छ, तिनीहरूको एक्सट्र्याक्सनको कुरा छ र कुनै मेडिसिनल प्रिपरेसनहरू बनाउन सक्ने सम्भाव्यताका कुराहरू छन्। इसेन्सियल ओइल निकाल्ने भन्ने त सामान्य नै हो, इसेन्सियल ओइल ठुलो कुरो भएन, तर त्योभन्दा हामी अगाडि बढ्ने र यसरी भ्याल्यु एडिसन, भ्याल्यु एडेड प्रडक्ट्सहरू बनाउने र यसो भएपछि औषधिमा हामी आत्मनिर्भर हुनेतर्फ अगाडि बढ्न सक्छौँ।